सवारी साधनहरू चाहिँ अगाडि बढाउन सकिने अवस्था छैन। एउटा मोटर बाइक आयो, यो कतिसम्म अगाडि बढ्ला हेर्न सक्नुहुन्छ। ल गाह्रो छ कहाँ जान लाग्यो अब हेर्नुहोस् त। अटेरी पनि किन अटेरी गर्नुपर्ने अवस्था। ल डुब्यो दर्शकवृन्द हेर्न सक्नुहुन्छ, मोटर बाइक डुब्यो है। अब त्यो मान्छे हेर्नुहोस् त, अगाडि नबढ्नु होला भनेर ट्राफिकले चेतावनी दिँदै एउटा मोटर बाइक डुब्यो। ल हेर्नुहोस्, अब हामी जनताहरू पनि अटेरी हुनु भएन यो अवस्थामा। हेर्नुहोस् त, पानीको बहाव बढेको छ, ट्राफिकले रोकिरहेको छ, कम्तीमा पनि त्यहाँ सुन्नुपर्छ नि त। अब हेर्न सक्नुहुन्छ, अब ट्राफिकले रोक्दै अगाडि बढेपछि मोटर बाइक डुब्यो। अब मोटर बाइकको उद्धार कसरी गर्ने हेर्न सक्नुहुन्छ। बीच बाटोमा पुगेपछि ठ्याक्कै रोकियो मोटर बाइक, अगाडि बढ्न सकेन। अब ट्राफिक प्रहरी अगाडि गएर चाहिँ उहाँलाई उद्धार गर्ने, सहयोग गर्ने भनेर अगाडि बढ्दै हुनुहुन्छ। मोटर बाइक अगाडि बढेर रोक्यो। अब हेर्नुहोस् त, बाहुबली बन्न खोज्दा हुँदो रहेछ र यस्तो पानीमा। बाहुबली बन्न खोज्दा हुँदैन यस्तो पानीमा। पानीको भाव बढेको छ भनेर ट्राफिकले रोक्दै अगाडि बढेपछि मोटर बाइक लगभग रोक्यो। अब त्यो मोटर बाइक कसरी निकाल्ने भन्ने कुरा हुन्छ। ल हेर्नुहोस्, यहीँबाट हेर्न सकिन्छ ट्राफिक सरको चाहिँ लगभग कम्मरसम्म डुबेको अवस्था छ। अब उहाँको निकै हाइटिलो मान्छे हुनुहुन्छ, तर उहाँकै कम्मरसम्म आएको अवस्था छ। अब त्यहाँ फेरि पर्स होइन, मोबाइल फोनहरू चाहिँ माथिको सर्टहरूमा, गोजीहरूमा राख्ने भन्ने कुरो छ। र अब मोटर बाइकलाई त्यहाँबाट निकाल्ने भन्ने कुरा छ। अब भन्दै अगाडि बढेपछि डुबान भयो। अब कसरी उद्धार गर्ने। ल झन् साह्रो डुब्न थाल्यो, झनै अगाडि बढेपछि अब डुब्न थाल्यो भित्रबाट। अब यो केटाहरू फेरि अगाडि बढे। यो स्कुटी अब कहाँ बढ्नु खोजेको यो स्कुटी। अब त्यहाँ बिचमा रोकिनु परेन। हेर्दै अगाडि बढेपछि ल हेर्नुहोस्, हामी फेरि बहादुर बन्न खोज्छौँ नेपालीहरू। ल हेर्नुहोस्, ल बहादुर बनेर भयो त। अब समुद्र जस्तो पानी आएको छ, अब बहादुरीले भएन। हेर्न सक्नुहुन्छ दर्शकवृन्द। अब दर्शकवृन्द ल हेर्नुहोस्, स्कुटी डुब्यो, स्कुटी पनि डुब्यो। हेर्न सक्नुहुन्छ दर्शकवृन्द। र अगाडिको गाडी ड्राइभरले कोसिस गरिराखेको छ, तर मोबिल बाहिर निस्किँदैछ। अब यो पठाउ पार्सलवाला पनि डुबेको अवस्था छ। ल हेर्नुहोस्, त्यो बालाई फर्काउँ त। कहाँ जान लाग्यो यो बा। फर्काउ, कहाँ हिँडेको। डुब्छ। डुबाउँछ, कहाँ हिँड्नु आँटेको। डुबाउँछ। बुलेट त जाला कि अझ भिडियो पो बनाउँदै अगाडि बढ्छ। केपी ओलीको पानी जहाज अगाडि बढिसकेको छ दर्शकवृन्द। हेर्न सक्नुहुन्छ, त्यहाँबाट टिपेर गयो क्या।
हेर्न सक्नुहुन्छ एउटा मोटर बाइक डुबेको छ। अब पछाडि ल्याउँदै हुनुहुन्छ मोटर बाइक डुब्यो दर्शकवृन्द। अब यहाँ बाइकहरू मोटर बाइकहरू स्कुटीहरू अगाडि बढ्न नसक्ने अवस्था छैन। बाटोको अवस्था एकदमै गम्भीर छ। लगभग सानो सानो समुद्र जतिकै पानी आइराखेको अवस्था छ। ओइ कहाँ गएको? ओइ डुब्यो डुब्यो डुब्यो। हेर्न सक्नुहुन्छ दर्शकवृन्द। अब एउटा मोटर बाइक डुब्यो। केपी शर्मा ओलीले पानी जहाज ल्याउँछु भन्थ्यो। पानी जहाज त नेपाली जनताले देख्न पाएनौ।